गाइज आज चाहिँ नेपाल भर्सेस ओमानको म्याच छ र आज चाहिँ लास्ट म्याच है। अनि त्यसपछि चाहिँ अब स्कटल्यान्ड र युएईसँग हुन्छ र आजको म्याचको हल्का कुरा गरौँ भने आजको म्याचमा चाहिँ नेपालले टस जितेर चाहिँ पहिला ब्याटिङ गर्नुपर्छ होइन। ब्याटिङ गर्ने चाहिँ अहिलेसम्म जितिरहेको छ र आजको गेममा चाहिँ टसले नि फ्याक्टर गर्छ है, कसले जित्ने कसले नहार्ने सुरुमै हिँड्छ होइन। त्यसपछि नेपालले चाहिँ आज टस जित्यो भने चाहिँ ब्याटिङ गर्नुपर्छ सुरुमा। त्यसपछि आज चाहिँ ओपनिङमा चाहिँ अर्जुन कुमार र अनि त्यसपछि विनोद भण्डारीलाई ट्राई गर्नुपर्छ। अनि त्यसपछि त्यो युएईको प्लेयर छ नि त्यो क्याप्टेनलाई चाहिँ पहिला ओपनर आउँथ्यो होइन, अहिले चाहिँ त्यसलाई फिनिसरको रूपमा प्रयोग गरेर त्यस्तै कुशल भुटेलाई नि आजको म्याचमा चाहिँ ओपनरमा चान्स नदिएर चाहिँ आज उसलाई चाहिँ फिनिसरको रूपमा ट्राई गर्नुपर्छ जस्तो लाग्छ। अनि केहीसम्म चाहिँ पछि गएर फिनिस चाहिँ राम्रो हुनसक्छ लाग्छ। मिडल अर्डरमा त राम्रै छ नेपालको। अब ओपनिङमा चाहिँ अर्जुन कुमार र अनि विनोद भण्डारी भइहाल्यो। त्यसपछि फर्स्ट डाउनमा चाहिँ भीम सार्कीलाई हटाएर चाहिँ अरूलाई चान्स दिनुपर्छ। भीम सार्की चाहिँ चलेकै छैन गाइस, त्यही हो कुरो। अनि त्यसपछि आज कसले जित्छ म्याच हल्का यसो कमेन्ट गर्नु होला। को नेपालको फ्यान हो त्यो पनि कमेन्ट गर्नु होला। लाइक सेयर सब्सक्राइब पनि गर्नु होला है त।